यो चाहिँ फेरि कष्ट झोल मामालाई एउटा गिफ्ट दिँदैछ झोला यो चाहिँ आफ्नै यहाँ हाम्रो भान्जीले चाहिँ बनाएको हो आफ्नै ब्रान्ड हो सबैजनाले यहाँ चाहिँ सम्झेर यो हाम्रो के छ पसलको नाम पारु झोला पसल सबैजना आइदिनु होला र यहाँ चाहिँ किनिदिनु होला। पसलमा आएर चाहिँ सबैले ब्याग आफ्नो उसबाट खरिद गरिदिनु होला र यति भन्दै हाम्रो क्यामेराम्यानलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु फेसबुकमा चाहिँ नहाल्छु यति भन्दै हाम्रो 200 त यही टुङ्गेर चाहे ल धन्यवाद सबैलाई यसले सकियो कुन ठाउँमा पुग्नुपर्छ भन्ने भिडियो त जेसुकै बनाएन समालदामा चलाउनुपर्छ तल काठमाडौँमा चलाउनुपर्छ फेरि ब्लग गर्नु न आउँदै आउँदैन हाम्रो यहाँ हुन्छ वरिष्ठ